नमस्कार सम्पूर्ण साथीहरुमा म आज तपाईहरुलाई मतदाता परिचय पत्र नम्बर र आफ्नो मतदान स्थल कता पर्छ भनेर हेर्नको लागि एउटा भिडियो बनाइरहेको छु। यसलाई चाहिँ लाइक शेयर सब्स्क्राइब गरिदिनु होला र यसलाई हेरेर पुरैसम्म हेरेर आफ्नो चाहिँ विवरण लिनलाई पनि सजिलो हुनेछ। त्यसैगरी मोबाइलमा सुरुमा चाहिँ हामीले क्रोम भन्नेमा क्लिक गर्नु होला। क्रोममा क्लिक गर्नु बित्तिकै तपाईले इलेक्सन भनेर लेख्नु होला। election.gov.np भनेर तपाईको वेबसाइट हाल्नुभयो भने वेबसाइटमा जानुभयो भने सर्च गर्नु होला। त्यसपछि यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ। यो इन्टरफेस खुलिसकेपछि अल तल सार्नुहोस्, यहाँ आफ्नो मतदाता नामावली भोटिङ नाम खोज्नुस् भन्ने छ। त्यसमा गएर फेरि क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि फेरि हेर्नुहोस् अन्तिम नाम मतदाता नामावली 2082 फागुन 20 गतेसम्म 18 वर्ष उमेर पुगेकाहरूको प्रकाशित मिति तपाईको 82/9/12 गते भएको छ। अब सुरुमा हामीले चाहिँ प्रदेश छान्ने हेर्नुस्। अब सुरुमा चाहिँ प्रदेश छान्नु होला। त्यसपछि जिल्ला छान्नुस् भन्छ अनि आफ्नो जिल्ला कुन जिल्लाबाट तपाई मतदाता परिचय पत्र बनाउनु छ त्यहाँ छान्नुस्। त्यसपछि गाउँपालिका नगरपालिका भन्छ, आफ्नो नगरपालिका गाउँपालिका चुज गर्नुहोस्। त्यसैगरी वडा आउँछ, वडामा आइसकेपछि फेरि वडा चुज गर्नुहोस्। त्यसपछि अब कुन मतदान केन्द्रमा तपाईको नाम छ भन्ने कुरा हेर्नुपर्ने हुन्छ। जस्तै अहिले म यसमा चुज गरे। त्यसपछि सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि यसरी प्रदेश, जिल्ला, नगरपालिका, वडा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र कति हो, प्रदेश सभा निर्वाचन क्षेत्र कुन हो भनेर देखाउँछ। र तल चाहिँ हेर्नु होला, यहाँ आफ्नो मतदाता केन्द्र हेर्नुहोस् भन्ने छ। यहाँ अल्फाबेट तरिकाले अ-बाट र क-खबाट पुरै दिएको छ। यसलाई हामीले 110 भनेको छ। यसलाई चाहिँ हामीले 100 मा चाहिँ क्लिक गर्नु होला र अब आफ्नो नाम सुरुको अक्षरबाट कुनबाट आउँछ त्यसलाई चाहिँ क्लिक गर्नु होला। जस्तै मेरो यो वीरेन्द्रबाट बबाट आउँछ। यसैगरी मैले अब हेर्दै जान्छु। हेर्नुस् तल सार्दै जानुस्। अब आफ्नो नाम हेर्दै जानुभयो भने त्यसपछि तपाईको नाम देख्ने चाहिँ हेर्नुस्। मेरो नाम देखियो 1625 क्रम संख्यामा रहेछ, जसको मतदाता परिचय पत्र नम्बर रहेछ 3416 737 रहेछ भने नाम पनि देखाएको छ। त्यसपछि वर्ष अनि पुरुष महिला अनि त्यसपछि श्रीमतीको नाम, आमाबुवाको नाम, यसरी पुरै चाहिँ विवरण दिएको छ। यसरी चाहिँ हामीले आफ्नो मतदाता परिचय पत्र नम्बर आफ्नो मोबाइलबाट पनि हेर्न सकिने भयो र पछि गएर हामी मतदान गर्दाखेरि त्यहाँ हाम्रो मतदाता क्रम संख्या कति हो भनेर अल्मलिने छटपटाउने कुरा भएन। अनि आफ्नो टिपोट गरेर लिएर जानुस्। मजाले चाहिँ यही 2082 साल फागुन 21 गते प्रतिनिधि सभाको लागि चाहिँ मतदान गर्नको लागि हजुरहरु सहज तरिकाले गर्नुहुनेछ भन्दै म बिदा हुन्छु। धन्यवाद।